हामी मात्र 23 र 24 देखि निरन्तर रोडमै छौँ। हामीलाई मात्र नेपालको माया हो कि उहाँहरू नै भाद्र 23-24 गते आगामी फ्रन्ट लाइनमा गोली खाएको उहाँहरू घाइते हुनुहुन्छ। अन्तिम स्थितिमा छ। हामी 3 दिन भयो हाम्रो नन्चन बसेको। हामीले ठुलो माग केही राखेको नि छैन हजुरहरूसँग। हाम्रो देशलाई बचाइदिनु। अन्तरिम सरकारलाई म यही भन्न चाहन्छु हात जोडेर, हामी अन्तिम स्थितिमा छौँ। हामी मरेर गए भने हाम्रो परिवारलाई दुःख होला, तर तपाईँहरूले यथार्थ कुरा बाहिर ल्याइदिनु भएन भने, हाम्रो माग मुद्दालाई सम्बोधन गरिदिनु भएन भने 3 करोड जनता जति पनि हुनुहुन्छ नेपाली नागरिक साराले दुःख पाउनेछ। त्यति नै भन्न चाहन्छु र छिटोभन्दा छिटो हजुरहरूले हाम्रो माग मुद्दा सम्बोधन गरिदिनु होला। हाम्रो मात्र देश नेपाल होइन होला नि छ। सबैजना पार्टीको झन्डा मुनि जानु भएको छ। सबै व्यक्ति विशेष भएर जानु भएको छ। जो व्यक्तिहरूले देशको स्थिति खरानी बनाए, जो व्यक्तिले आज 77-78 जनाको ज्यान लिए, उहाँहरू अहिले चुनाव प्रचारणमा गइरहनु भएको छ। यो देख्दाखेरि हामीलाई कति धेरै पीडा हुन्छ होला। त्यही भन्न चाहन्छु र छिटोभन्दा छिटो हाम्रो माग मुद्दालाई सम्बोधन गरिदिनु होला। माइती घर मण्डलामा रात दिन गरेर यहाँ बस्नु भएको छ, धारणा दिनु भएको छ। यसको आवाज 103 ज्वरो पनि छ। हेर्नुहोस् त 103 ज्वरो छ। उहाँ रुँदै हुनुहुन्छ। उहाँ बाँच्छ कि बाँच्दैनन् भन्ने ठेगाना छैन र उहाँकै जगबाट उहाँले नै आन्दोलन गरिसकेपछि यही जेन्जीहरूकै कारणले तपाईँ त्यहाँ आज सरकार बन्नु भएको छ। आज उहाँहरूकै पीडा, उहाँहरूकै भावना, उहाँहरूकै माग तपाईँ पुरा गर्नु भएन भने तपाईँमाथि लज्जास्पद प्रश्न अहिले उठिरहेको छ। ल भन्नुहोस् त। शहीदको रगतमाथि, घाइतेको रगतमाथि राजनीतिक नगरियोस्। किनकि हामीले परिवर्तन चाहेको हो, राजनीतिक चाहेको थिएन। 84को चुनाव 82मा पनि हामीले चाहेको भने थिएन। यो कुरा नि सारा नेपाली नागरिकले पनि बुझिदिनु होला। हामी हिजोको दिनमा पनि 23 गतेको दिन पनि 2 एजेन्डा मुभमेन्ट हामीले आवाज उठाएको थियौँ। त्यसमा पनि घुसपेट गराइदिए। आज जो व्यक्तिहरू हुनुहुन्छ नि चुनावमा जाने, ती व्यक्तिहरू नै हुन्। हाम्रो शान्तिपूर्वक आन्दोलनलाई घुसपेट गरेर हाम्रो साथीहरू 77-78को ज्यान लिएछ, देशलाई अरबौँको ऋणमा डुबाएछ। आज ती व्यक्तिहरूले आज चुनावी प्रचारमा हिँडिरहनु भएको छ। अनि लाज पनि हुँदैन कि तिनीहरूलाई अलिकति नेपाली भनेर हिँड्नलाई अलिकति पनि शरम छैन कि तिनीहरूलाई। तपाईँहरूले पनि चिनिदिनु होला। हामीहरू अहिले मात्रै होइन, हामीहरू 6 महिनादेखि निरन्तर रोडमा छौँ। हामीले मान्छे राम्रोसँग चिनेको छौँ। त्यस कारणले म फेरि पनि भन्न चाहन्छु, जो व्यक्तिले आज देशको स्थिति यस्तो बनाए, हामी 2500+ घाइते बनाएछन्। हाम्रो शान्तिपूर्वक आन्दोलनलाई घुसपेट र हाइज्याक गराएर परिचालित र अवसरवादीहरूको कारणले गर्दा न त हाम्रो माग मुद्दा त्यसको सम्बोधन भयो, न त घाइते शहीदले नै सबैलाई पुरा भयो, न त घाइतेको रगतले नै न्याय पाए। सम्पूर्णलाई म त्यही भन्न चाहन्छु, यो एकदम हिजोदेखि अनि पिरियड पनि भइरहेछ। अनि म चाहिँ के भन्न चाहन्छु भने जति पनि हुनुहुन्छ यसमा अन्तरिम सरकारको मात्र हात नभएर अब सारा नेपाली नागरिकको पनि हात छ। कस्तो मान्छेलाई अब चुज गराउने, तपाईँहरू 84 चुनाव 82मा गराउने हो कि होइन? हिजोको दिनमा जेन्जीको के थियो त माग मुद्दा, त्योहरू नै हजुरहरूले सम्बोधन गरिदिनु होला। र सबैजनाले हाम्रो शान्तिपूर्वक आन्दोलनलाई घुसपेट गराएर हाइज्याक गराएका ती व्यक्तिहरूलाई पनि हजुरहरूले चाहिँ छानबिन गरिदिनु होला पनि भन्न चाहन्छु। यस्तो अवस्था छ, यस्तो अवस्थामा पनि उहाँ देशको कुरा गर्दै हुन्छ, जनताको कुरा गर्दै हुन्छ। उहाँ देश प्रेमी छ। उहाँहरू जस्तै परिचालित, उहाँहरू जस्तै अवसरवादीको कारणले गर्दाखेरि आज हामीले यति दुःख पाएको छौँ नि। तपाईँहरूलाई नि कहिले पनि सुख हुँदैन। किनकि अझै पनि शहीदको कति आमाहरू रोएर बस्नु भएको छ कि कुनै पार्टीको झन्डा नभइकन, कुनै समानुपातिकमा नगइकन कति आमाहरू त अझै छोरा बुढेसकालको सहारा छोराछोरी भनेर रोएर बस्नु भएको छ कि उहाँहरूको त अवश्य आँसु लाग्ला नि त। तपाईँहरूलाई जसले हिजोको दिनमा त्यस्तो बुढेसकालको सहारा छोराछोरीलाई शहीद बनाइदिनु भयो, आज पार्टी चुनाव झन्डा भनेर हिँड्नु भएको छ कि तपाईँहरूलाई त मान्छे भनौँ भने मलाई त शरम लाग्छ। मलाई शारीरिक दुःख छैन कि जति मानसिक दुःख छ, जति
अट्ली दुःख छ नि त्यो शारीरिक दुःख छैन। यो यतिको माया सबै नेतामा भइदिएको भए देशप्रति यस्तो अवस्था पनि देशको कुरा गर्छ। आफ्नो न्यायको लागि होइन, मलाई उपचार गरिदिनु होइन, देशको लागि जनताको लागि बोलिरहेको छ, जेनजेको लागि बोलिरहेको छ, त्यो आन्दोलन सम्बन्धी कुरा गरेको छ। यस्तो अवस्थामा यो यति त माया देशप्रेमी तपाईँ नेतामा भइदिएको भए आज देशको हालत यस्तो हुँदैन थियो। तर आज भइरहेको छ भने त्यो तपाईँहरू नै यसको स्वयं जिम्मेवार हुनुहुन्छ। म यति भन्न चाहन्छु, अब देशलाई सुधार्नु छ, जनतालाई सुधार्नु छ, राम्रो बन्नु छ भने जसरी उहाँ यस्तो अवस्था पनि देश जनताको बारेमा सोच्नुहुन्छ, आफ्नो होइन, निजी स्वार्थको लागि होइन, त्यस्तै तपाईँमा पनि हुनुपर्छ, तपाईँमा पनि परिवर्तन आउनुपर्छ, अनि मात्र देश जनता सुध्रिन्छ।